त्यसपछि नेपालमा सूचना र सञ्चारको विकास, जस्तै नेपालमा उलाक सेवाको सुरुवात, अनि नेपाल टेलिफोनको सुरुवात, रेडियो नेपालको स्थापना, यिनीहरूको चाहिँ सकेसम्म फुल डेट जान्नुभयो भने चाहिँ कन्फ्युज नभइकन मिलाउन सक्नुहुन्छ। सञ्चारका केही प्रमुख साधनहरू त्यसको चाहिँ आविष्कार कसले गरेको हो र कुन देशबाट लन्च भएको टाइपको हुन्छन्, जस्तै इन्टरनेट, अनि यो हाम्रो चाहिँ जुन सोसल मिडियाका प्लेटफर्महरू छन् नि त, भाइबर, फेसबुक, वाट्सएप, स्काइप को बारेमा चाहिँ मोटामोटी जान्नु पर्यो कसले आविष्कार गरेको हो। अब पछिल्लो समयमा त अब एआईको पनि कुरा, विभिन्न एआईका नाम छन्, दीपसिक लगायत चाहिँ धेरै छन् नि त, अनि तिनीहरूको बारेमा पनि जान्नु पर्यो। त्यसपछि क्रम विकास, वंशाणु, स्वास्थ्य रोगबाट चाहिँ मैले एकदम टु मच इम्पोर्टेन्ट मलाई लागेको मात्रै भन्छु। अब पढ्न त लगभग सबै पढ्छ, जे छोडो त्यहीँबाट आउँछ आउन त, त्यही पनि मैले एकदम दोहोरिरहने, जुन सेक्टरबाट दोहोरिरहने हुन्छ त्यो चाहिँ भन्दैछु है। त्यसबाट मोस्ट इम्पोर्टेन्ट डिएनए र आरएनए बीच फरक भन्ने हुन्छ। मैले चाहिँ टियुको फरक छ भनेर त्यसरी टियुको फरक भनेर त्यसरी पढेको थिएँ। हजुरहरूले पनि आफ्नो तरिकाले डिएनए र आरएनए बीच चाहिँ फरक पढ्न सक्नुहुन्छ। जस्तै स्वस्थ व्यक्तिमा हुनुपर्ने हिमोग्लोबिन, रक्तचापदेखि लिएर यो त हाम्रो दैनिक जीवनमा कति चाहिँदो रहेछ भनेर थाहा हुनको लागि पनि ज्ञान भएको राम्रो, मोटामोटी हेर्नुहोस् है त। त्यसपछि स्वास्थ्य सम्बन्धी केही दिवसहरू, विश्व स्वास्थ्य दिवस होइन, अनि त अर्बुद दिवस लगायतका विभिन्न अन्तर्राष्ट्रिय दिवसहरू छन् स्वास्थ्य सम्बन्धी, ती दिवसहरू पनि जान्नु पर्यो। त्यसपछि विभिन्न भाइरसहरू, अहिलेसम्मको एकदम व्यापक भएको, एकदम हार्म गरेको भाइरसहरू हुन्छ नि त, त्यो भाइरसहरू कुन देशबाट उत्पत्ति भएको, त्यो भाइरसको नाम लगायतका कुराहरू जान्नु पर्यो। जस्तै हाम्रो लास्ट टाइम कोभिड भएको थियो, त्यसपछि हाम्रा कोभिड हुँदाखेरि चाहिँ जुन भ्याक्सिनहरू लगाइयो नि, के नामका होइन, अमेरिकाबाट बनेको, इन्डियामा बनेको, चाइनामा बनेको, अनि चाहिँ त्यो भेरोसेल, अनि यिनी के नामका लगाइएको थियो नि त, तिनीहरूको नाम र देश चाहिँ कुन देशको हो भन्ने कुरा चाहिँ जान्नु पर्यो। र सरुवा रोगहरू जीवाणु र विषाणु समूहमा पर्ने चाहिँ एकदमै जान्नु पर्यो। यो खरिदारलाई एकदमै सोधिराख्छ के यो जीवाणु विषाणुबाट चाहिँ धेरै जसो, अनि त्यो परजीवाणु, चर्मरोग, यौन रोग, कृमि रोग अन्तर्गत चाहिँ कुन कुन रोगहरू पर्दछन् भन्ने कुरा राम्रोसँग जान्नु पर्यो। मैले चाहिँ कण्ठ नै पारेको थिएँ कि यसको चाहिँ। त्यसपछि कुन शब्दहरू चाहिँ कुन रोगसँग सम्बन्धित छ, जस्तै डट्स चाहिँ क्षय रोगसँग होइन, यस्तै लगायत चाहिँ सर र मोटामोटी हेर्नु होला। त्यसपछि मोस्ट इम्पोर्टेन्ट खोप, बीसीजी, पोलियो, डीपीटी, दादुरा, जापानिज इन्सेफ्लाइटिस, टिटानस, यी चाहिँ जुन खोपहरू छन्, यिनी चाहिँ कहिले दिइन्छ र कुन रोगको लागि दिइन्छ र कति पटक दिइन्छ जीवनमा, यो चाहिँ घोक्नु नै घोक्नु। त्यो एउटा तालिका जस्तो बनाएर दिएको छ बुकहरूमा, त्यो कहीँ न कहीँ मतलब कुनै फरक तरिकाले पनि दिएको हुनसक्छ, मजाले कण्ठ पाड्नुहोस्। र भिटामिनको नाम, अनि भिटामिनको वैज्ञानिक नाम, र कुन भिटामिनको कमीले के रोग लाग्छ भन्ने कुरा चाहिँ जान्नु पर्यो। यो एकदमै मोस्ट इम्पोर्टेन्ट छ, राम्रोसँग पढ्नु होला। मोटामोटी यति नै हो। अब यति पढेपछि एउटा एक लेभलको, पहिलो लेभलको क्वेसन अथवा कुनै दोस्रो लेभलको क्वेसन पनि राम्रोसँग पढ्यो भने चाहिँ मिलाउन सकिन्छ। अरू चाहिँ पार्टहरू कुन कुन छुटेको छ, मैले फर्स्ट पेपरको बारेमा मोस्ट इम्पोर्टेन्ट जो सुरुवात गर्नेहरूको लागि चाहिँ मैले अर्को भिडियो पनि अरू टपिकको बारेमा बनाइदिन्छु। थ्याङ्क यू है त। त्यसपछि नेपालमा सूचना र सञ्चारको विकास, जस्तै नेपालमा उलाक सेवाको सुरुवात, अनि नेपाल टेलिफोनको सुरुवात, रेडियो नेपालको स्थापना, यिनीहरूको चाहिँ सकेसम्म फुल डेट जान्नुभयो भने चाहिँ कन्फ्युज नभइकन मिलाउन सक्नुहुन्छ। सञ्चारका केही प्रमुख साधनहरू त्यसको चाहिँ आविष्कार कसले गरेको हो र कुन देशबाट लन्च भएको टाइपको हुन्छन्, जस्तै इन्टरनेट, अनि यो हाम्रो चाहिँ जुन सोसल मिडियाका प्लेटफर्महरू छन् नि त, भाइबर, फेसबुक, वाट्सएप, स्काइप को बारेमा चाहिँ मोटामोटी जान्नु पर्यो कसले आविष्कार गरेको हो। अब पछिल्लो समयमा त अब एआईको पनि कुरा, विभिन्न एआईका नाम छन्, दीपसिक लगायत चाहिँ धेरै छन् नि त, अनि तिनीहरूको बारेमा पनि जान्नु पर्यो। त्यसपछि क्रम विकास, वंशाणु, स्वास्थ्य रोगबाट चाहिँ मैले एकदम टु मच इम्पोर्टेन्ट मलाई लागेको मात्रै भन्छु। अब पढ्न त लगभग सबै पढ्छ, जे छोडो त्यहीँबाट आउँछ आउन त, त्यही पनि मैले एकदम दोहोरिरहने, जुन सेक्टरबाट दोहोरिरहने हुन्छ त्यो चाहिँ भन्दैछु है। त्यसबाट मोस्ट इम्पोर्टेन्ट डिएनए र आरएनए बीच फरक भन्ने हुन्छ। मैले चाहिँ टियुको फरक छ भनेर त्यसरी टियुको फरक भनेर त्यसरी पढेको थिएँ। हजुरहरूले पनि आफ्नो तरिकाले डिएनए र आरएनए बीच चाहिँ फरक पढ्न सक्नुहुन्छ। जस्तै स्वस्थ व्यक्तिमा हुनुपर्ने हिमोग्लोबिन, रक्तचापदेखि लिएर यो त हाम्रो दैनिक जीवनमा कति चाहिँदो रहेछ भनेर थाहा हुनको लागि पनि ज्ञान भएको राम्रो, मोटामोटी हेर्नुहोस् है त।
त्यसपछि स्वास्थ्य सम्बन्धी केही दिवसहरू विश्व स्वास्थ्य दिवस होइन अनि त अर्बुद दिवस लगायतका विभिन्न अन्तर्राष्ट्रिय दिवसहरू छन् स्वास्थ्य सम्बन्धी, ती दिवसहरू पनि जान्नु पर्यो। त्यसपछि विभिन्न भाइरसहरू अहिलेसम्मको एकदम व्यापक भएको एकदम हार्म गरेको भाइरसहरू हुन्छ नि त, त्यो भाइरसहरू कुन देशबाट उत्पत्ति भएको, त्यो भाइरसको नाम लगायतका कुराहरू जान्नु पर्यो। जस्तै हाम्रो लास्ट टाइम कोभिड भएको थियो, त्यसपछि हाम्रा कोभिड हुँदाखेरि चाहिँ जुन जुन भ्याक्सिनहरू लगाइयो नि के नामका होइन, अमेरिकाबाट बनेको, इन्डियामा बनेको, चाइनामा बनेको, अनि चाहिँ त्यो भेरोसेल अनि यिनी के नामका लगाइएको थियो नि त, तिनीहरूको नाम र देश चाहिँ कुन देशको हो भन्ने कुरा चाहिँ जान्नु पर्यो। र सरुवा रोगहरू जीवाणु र विषाणु समूहमा पर्ने चाहिँ एकदमै जान्नु पर्यो। यो खरिदारलाई एकदमै सोधिराख्छ के यो जीवाणु विषाणुबाट चाहिँ धेरै जसो, अनि त्यो परजीवाणु, चर्मरोग, यौन रोग, कृमि रोग अन्तर्गत चाहिँ कुन कुन रोगहरू पर्दछन् भन्ने कुरा राम्रोसँग जान्नु पर्यो। मैले चाहिँ कण्ठ नै पारेको थिएँ कि यसको चाहिँ। त्यसपछि कुन शब्दहरू चाहिँ कुन रोगसँग सम्बन्धित छ, जस्तै डट्स चाहिँ क्षय रोगसँग होइन, यस्तै लगायत चाहिँ सर र मोटामोटी हेर्नु होला। त्यसपछि मोस्ट इम्पोर्टेन्ट खोप BCG, पोलियो, DPT, दादुरा, जापानिज इन्सेफ्लाइटिस, टिटानस, यी चाहिँ जुन खोपहरू छन् यिनी चाहिँ कहिले दिइन्छ र कुन रोगको लागि दिइन्छ र कति पटक दिइन्छ जीवनमा, यो चाहिँ घोक्नु त्यो एउटा तालिका जस्तो बनाएर दिएको छ बुकहरूमा। त्यो कहीँ न कहीँ मतलब कुनै फरक तरिकाले पनि दिएको हुनसक्छ, मजाले कण्ठ पाड्नुस्। र भिटामिनको नाम अनि भिटामिनको वैज्ञानिक नाम र कुन भिटामिनको कमीले के रोग लाग्छ भन्ने कुरा चाहिँ जान्नु पर्यो। यो एकदमै मोस्ट इम्पोर्टेन्ट छ, राम्रोसँग पढ्नु होला। मोटामोटी यति नै हो। अब यति पढेपछि एउटा एक लेभलको पहिलो लेभलको क्वेसन अथवा कुनै दोस्रो लेभलको क्वेसन पनि राम्रोसँग पढ्यो भने चाहिँ मिलाउन सकिन्छ। अरू चाहिँ पार्टहरू कुन कुन छुटेको छ मैले फर्स्ट पेपरको बारेमा मोस्ट इम्पोर्टेन्ट जो सुरुवात गर्नेहरूको लागि चाहिँ मैले अर्को भिडियो पनि अरू टपिकको बारेमा बनाइदिन्छु। थ्याङ्क यू है त।